आजको दिन बिहानै उठियो र आफ्नो चाहिँ नि दैनिक गृहकार्य गरिसकेपछि फेरि अर्को कार्य भनेको पकाउने। अब के पकाउने भनेर बुढाबुढीको गन्थन मन्थन चलिरहेको थियो। अनि त्यसपछि बुढीले भने कि करेसाबारीमा गएर त्यहाँ फर्सी फल्या छ, गएर खुर्का टिपेर लिएर आउनु त भने। खुर्कै पो टिपेर लिएर आउने भन्नु म सोझो जुरुक्क उठेँ। अनि फेरि हत्तपत्त गएँ भनेर कबलीको भेट्नु फडक्क भाँचीलाई जोडाएँ। अनि त्यसपछि पछि फेरि मोबाइल चप्दै आइछन्। अब उनलाई पनि रङ्ग लाग्छ नि त्यस्तै फेरि अब आफूले दुःख गरेर फलाएका चिजहरू अनि टिपोहरू फेरि यसो चाहिँ नि यो खुसी बाँड्न पनि उनलाई ज्यादा डर लाग्ने। म पनि के कम गएँ। त्यसपछि यो फेरि आमालाई सम्झिन चाहन्छु। आमाहरू आउनुभयो त्रिटी आमाले, उहाँले चाहिँ अहिले योपालिको चाहिँ करेसाबारीमै उहाँले रोप्ने काम चाहिँ गर्नुभएको थियो र ठ्याक्कै दुईवटा टिपे। एउटा चाहिँ खोइ किन रिसाएछ र पेटैबाट फुटेको छ, पटत्तै भएछ। त्यसलाई पनि चुडेँ, सानै छ फेरि किन टिपेकै भन्ने हुन्छ नि त, तर त्यो बिचैबाट चाहिँ फुटेछ। त्यसपछि म फेरि घुम्दै अब फात्त घरतिर छिरेँ।